सबैजनालाई वेलकम टु माई डिप लभ ब्लग। आज पनि फेरि म अर्को ब्लग धेरै दिनपछि चाहिँ लिएर आइरहेको छु साथीहरू। आज चाहिँ मेरो घरबाट हिँड्ने दिन, त्यही भएर मैले ब्लग स्टार्ट गरेको साथीहरू। अहिले चाहिँ टक्कसँगले म रेडी भइसकेँ अनि गाडी चाहिसक्यो हतार हतार। यत्रो दिनसम्म कहाँ हराएँ भनेर भन्नु सोच्नु हुँदै होला सायद। म चाहिँ बिरामी भएको थिएँ अनि यताउता गर्दा गर्दै रेस्ट गर्दा गर्दै ब्लग बनाउने टाइमै मिलेन। त्यही भएर आज चाहिँ हिँड्ने दिनमा चाहिँ मैले ब्लग गरिरहेको छु। अनि यहाँ सबजना हतिएर यताउता गर्दै हुनुहुन्छ। सबैजना जुत्ता सुत्ता लिँदै हुन्छ। यता सबैजना रेडी भइसकेको छ। सुर्केसहरू रेडी भइसकेको छ। मौसम पनि रेडी भइसकेको छ। लाई चाहिँ मौसम भिडियो बनाउन यहाँ गाडी आइपुग्न आँटिसक्यो। आन्टी पनि जानुहुन्छ अरे उर्लाबारीसम्ममा। मम्मी यता हुनुहुन्छ, सबैजना जानुहुन्छ। आमा पसिना बिहान बिहानै। ल अलिअलि गर्दै गर ल भाइ। आमा खुवाइदिनुहुन्छ मङ्गलम विष्णु भगवान मङ्गलम विष्णु भगवान मङ्गलम विष्णु भगवान मङ्गलम विष्णु भगवान। अमिलो दाइ पर्दैन हौ आन्टी, पैसा आउनु न। पर्दैन क्या, पर्दैन हौ भगवान। हो त्यसो बस यहाँ बस अलि होला ल न आमा बस्नुहुन्छ होला। ल साथीहरू, हाम्रो चाहिँ यस्तै छ अहिले। म चाहिँ जान आँटेको, पैसा धेरै भयो मेरो। ल अब चाहिँ हामी जान्छौँ त्यहाँनिर सुर्केस लिएर। आमा अब फेरि कति वर्षपछि भेट हुन्छ थाहा छैन। 2 वर्ष भन न, कहिले भेट गर्ने? आमा र मेरो कहिले भेट हुन्छ गाइस? आमा मेरो आमुल बोल कस्तो लागिरहेछ? राम्रो बोल न। आमा चाहिँ अलिक इमोसनल भइहाल्नुहुन्छ, पसिना धेरै आउँछ। फेरि अब अर्को वर्ष भेट्नुपर्छ। ल साथीहरू, अब चाहिँ म लागेँ आमालाई बाई बाई गर्दै। नरुनु हौ, नरुनु, रुनु हुँदैन त। हिँड्ने बेलामा कहिले पनि रुनु हुँदैन हौ आमा, रुनु हुँदैन। म फेरि आइहाल्छु त, नरुनु न। अहिले फेरि सबजना यहाँ रुन थाल्छ। नरुनु, फेरि सबजना रुन थालिसक्नु भयो यहाँ मम्मी। लु यता पनि सुरु फेरि, त्यही भएर भन्दैछु सबजना सुरु भनेर। हेर्नु साथीहरू, सबैजना रुन सुरु भइसक्यो। त्यही भएर हामी हिँडौँ अब चाहिँ। आमा चाहिँ नरुनु। बोल्ने मम्मी, के बोल्ने? केही नबोल्ने? आइहाल्ने मान्छे त रुन्छन्, अब के गर्नु, यस्तो छ। ल है साथीहरू, अब चाहिँ म लागेँ पनि बस्दिनँ। लु नरुनु मेरी आमा। हस् ल ड्याडी आउनु यहाँ। ड्याडी पनि के भन्न चाहनुहुन्छ त? बोल्न सक्छु किन हौ, किन? लु सबजनाहरू अब म फेरि आइहाल्छु त। किन विशेष फेरि जाँदैछस्? आइहाल्छु त, बिरामी त अब निको भइहाल्यो त होइन। बस्नु नि पाइनँ सक्छु जस्तो बसे त हौ यत्रो तेरिका, रुनु हुँदैन हौ। ल साथीहरू, म चाहिँ अब तै लागेँ।
यहाँनिर अब रुकै पर्छ ए ल पछाडिको भएछ आउनु दिदी सबजना लु रुम रुम कति रुने हो गाडी आइसक्यो होला हाम्रो ल साथीहरू अब चाहिँ म जान्छु आइज म समेत माथि पाथिभरा मातालाई पाथिभरा माता आमालाई चाहिँ दर्शन गर्न म जाँदैछु भोगेर जाँदैछु यहाँनिर गाडी त आएको छैन रहेछ त्यही भएर चाहिँ ल गाइस अब चाहिँ हामी हिँडेको यहाँ चाहिँ छ मेरो सुर्केस आउँदैछु त सुर्केस अगाडि छ ल म चाहिँ यो गुड्काउन सकिनँ लागेको अब गाडी आइसक्यो गाह्रो छ लेट्स गो लेट्स गो साथीहरू लेट्स गो आमा अँध्यारो पाउनुभयो त तपाईँ त खै बल्ल देखिनु कति धेरै पसिना आउँदो रहेछ आमालाई त साथीहरू गाडी चाहिँ कहीँनिर आइपुग्छ घर अगाडि छैन 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 क्या आमा छैन हौ दिन सक्यो पो भाइलाई एक हातले उचालिदिनु पानी बाँधिहाल्नु नि ल के बिर्सिन नि मैले खोइ चक्लेट ए ल भाइ ड्याडी बाई बाई ल हेर्नुहोस् साथीहरू यो चाहिँ पत्रीदेखि गाडी पकाएको धुलो ओहो खतरा छ खतरा धुलो चाहिँ यस्तै खाँदै चाहिँ हामी काठमाडौँ जाँदैछौँ यता हुनुहुन्छ आमा बसिराख्नु भएको छ
हाम्रो रुन्ची आमा होइन त रुँदिन अब रुनुहुन्न ए अब कहाँ छुट्टीको बेला अन्त रुनु हुँदैन ल अघि चाहिँ रुएर केही बोल्न सक्नु भएको थिएन आमा अनि अब अहिले म रुँदिनँ म राम्रो होस् अब नराम्रो बनाउँदिनँ राधे राधे अब आउने राम्रो गर्नुहुन्छ आउन आँट्यो त तपाईँ उत्रिने ठाउँ अब आउन आँट्यो हामी बुवाहरूले नि देखेको बुवालाई गयो भन्ने कुरो चाहिँ बुवालाई पनि यहीँबाट सम्झना छ होइन मामालाई पनि सबैजनालाई यही भिडियो मार्फत म आउन पाइनँ अनि मामालाई अनि मामालाई पनि म आउन पाइनँ सबैजना आफन्त इष्टमित्र जन सबैजनालाई ल यति नै हो दुलो खाँदै हामी चाहिँ जाँदैछौँ काठमाडौँ हल्लिँदै आन्द्राभुँडी निस्किन्छ यति हो नि आमा अरू केही छ भन्नुपर्ने के अरू केही छ भन्नुपर्ने होइन ठिकै छ राम्रो होस् राम्ररी पुगेको सुन्न पाऊँ सन्त सुविस्ता भएको सुन्न पाऊँ अब रुनु रुँदैन अब होइन खुसीमा दिनु पर्यो हिँड्ने बेलामा राम्रो होस् म देख्न पाइरहँ सुन्न पाइरहँ ल म फोन गर्छु ल पुग्ने बित्तिकै ल साथीहरू फाइनली म चाहिँ खाना खाने ठाउँमा आइसकेको छु अनि मैले खाना पनि खाइसकेको छु एक्लै हेर्न सक्नुहुन्छ म चाहिँ एक्लै के भन्छ एक्लो एक्लो छु म आज गीत पनि आएन त्यही पनि गाइदिएको हल्का बट आइएम फाइन ठिक छ एक्लै बसेर जाँदैछु साथीहरू खाना खाने ठाउँमा अब एक्लै बसेर खानुपर्छ तर मलाई खाना खान पनि मन छैन त्यही भएर म खाना पनि खाँदिनँ साथीहरू अब सबैजना खाना खानुहुन्छ अनि म चाहिँ टक्क लगाएर गाडीमा बसिरहेको छु साथीहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ यस्तो गर्मी छ यस्तो गर्मी पसिना पनि यस्तो धेरै आइरहेको छ मलाई चाहिँ कोही पनि हुँदैन म एक्लै बसिरहेको छु अब चाहिँ सबैजना खाना खाइसके पछाडि चाहिँ हामी हिँड्छौँ म चाहिँ गाडीमै बसिराखेँ है निस्किन के भन्नु यस्तै छ मेरो यात्रा यस्तै चलिरहेको छ गीत सुन्दै टक्कसँगले जाँदैछु हिजो रातभरि पनि एक जग्गा निदाएन अहिले पनि निदाएको चाहिँ छुइनँ गाडीमा अनि त्यस्तै हो अब हेरौँ अब मलाई खुर्कोट गएर जुना खान मन छ अनि त्यस पछाडि अर्को भनेको चाहिँ त्यो पाउँछ नि कालो कालो हो के पो भन्छ त्यसलाई जमुना हाम्रोतिर चाहिँ खडेर पनि भन्छ त्यो बेच्न राखेको थियो भने चाहिँ त्यो पनि हामी लिन्छौँ अनि उता लानको लागि अगाडिको अचारहरू यताउता चाहिँ सिन्धुलीमा गएर लिन्छौँ ल लेट्स गो लेट्स हेलो साथीहरू वेलकम ब्याक आज चाहिँ मैले हिजोकै ब्लगसँग फेरि कन्टिन्यू गरेको छु किनभने हिजो चाहिँ म आइपुगेँ एलिसा दिदीको घरमा काठमाडौँमा आइपुगिसकेको छु साथीहरू हिजो चाहिँ मैले त्यति धेरै ब्लगहरू बनाउनु त्यति लामो ब्लग बनाउन पाइनँ नि त्यही भएर चाहिँ मैले आज यही ब्लगसँग कन्टिन्यू गरेको म चाहिँ एक्लै काठमाडौँ आएको छु त्यही भएर साथीहरू लामो ब्लगै हुँदैन के गर्नु गाह्रो छ साथीहरू त्यही भएर अहिले चाहिँ म जाँदैछु न्यु रोड त्यहाँ चाहिँ गएर मेरो हल्का सामानहरू किन्नु छ चिलमा एक्लै जाँदैछु म चाहिँ न्यु रोड साथीहरू जान्छु म चाहिँ एक्लै सपिङ गर्छु तपाईँहरू हेर्दै गर्नुहोला सबैजना अन्तिमसम्म भिडियो म कन्टिन्यू नै गरिरहेको हुन्छ साथीहरू यो ब्लग चाहिँ कहिले आउँछ मलाई थाहा छैन म पुगेर आउँछ या अगाडि नै आउँछ भने थाहा छैन साथीहरू त्यही भएर चाहिँ अहिले चाहिँ मलाई लागेँ न्यु रोड स्टे ट्युन सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नु होला है साथीहरू ओके बाई बाई ल गाइस म चाहिँ हिँडिसकेँ यस्तो घाममा मम्मीमा लाग्दै घाम रहेछ यहाँ चाहिँ आज चाहिँ मेरो कपाल बिग्रेर सक्यो म चाहिँ यहाँ इन्द्रागर गरेर गएको यहाँ सुन्छ जाम 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 के छ यार नेपालको स्टाइल कति धेरै जाम यार आज दिउँसै तर चाहिँ कस्तै घाम पनि अनि जाम पनि दुइटै ओ माई गड जाम त कस्तै जाम रहेछ म चाहिँ जाँदैछु न्यु रोड बाई बाई गाइस हेर्नु म चाहिँ यहाँ यस्तो जाममा परिसकेको छ मेरो हात डढेर चाहिँ कालो कालो भइसक्यो घामले माई गड मेरो सबै हात डढ्यो गाइस लास्टै माइती घरमा चाहिँ यहाँ यस्तो हुँदो रहेछ त्यही भएर जाम भएको रहेछ ओ
लागि रहेछ के को लागि रहेछ यार यो चाहिँ हो भद्रकाली मन्दिर यहाँ चाहिँ बुढा र मैले बिहे गरेको थियौँ पछाडिपट्टि देख्न सक्नुहुन्छ देखियो देखेन थाहा भएन तर मैले पछाडिबाट चाहिँ सुट गरेको थिएँ भद्रकाली मन्दिर हामीले पहिलोचोटि बिहे गरेको चाहिँ यहीँ हो है साथीहरू आइसकेको छ धरहरा काठमाडौँको नौतले धरहरा आइसकेको छु म चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ घामले केही देखेको छैन मोबाइल दादेर फुट्न आँटेको छ है तेरिका अब कस्तो देखिएको छ कस्तो आएको छ पछि एडिट गर्दा नै थाहा हुन्छ मलाई अहिले चाहिँ यस्तो रहेको छ धरहरा ल साथीहरू म चाहिँ आइपुगेको छु न्यू रोडको पिपुल्स प्लाजातिर यतै हो नि त सुकुटी बाँडेन साथीहरू त्यही भएर मैले त्यहाँ आएको छु एक्लै रमाइलो हुँदो रहेछ कहिलेकाहीँ एक्लै पनि सरी झन्डै हान्दै यार बाइकले कहाँ जानु यार अब कता जानु होला स्कुटी त यहाँ पनि छ अघितिर पनि होला हेर्छु हिँड्छु एकछिन घुमाइदेऊ काठमाडौँ सहरको गल्ली म टाढा हो कि के भएर हो यार लेट्स गो कसरी रहेछ त स्कुटी अब सोध्छु गाइस म यहाँ गएर बस्नु जाऊ सुकुटी कसरी हो दाई 2600 रुपियाँ किलो के फरक त 2600 2800 3100 मा 3 महिनासम्म स्कुटी त रहँदैन होला खाइसकिन्छ होला यो 2800 को के को स्कुटी हो यो बफे हो नि हजुर अलिक मिल्दैन मिलाउँदा हो धेरै सस्तो हो त त्यो चाहिँ कति दिनसम्म रहन्छ प्याकिङ खुल्ला भयो भने तपाईँको 2 देखि 2.5 महिनासम्म भनौँ बिग्रिँदैन तर 10 तपाईँले सक्दो चाहेर 10 दिनमै निकालिदिनु पर्छ नत्र अलिअलि 1 महिनामा चाहिँ के हुन्छ अलिअलि छुरी पर्ने सम्भावना बेसी हुन्छ ठिक छ ओके मिलाइदिनु न त स्कुटी किनौँ हामी यो चाहिँ 3000 अरे यो ल गाइस मैले चाहिँ यहाँ स्कुटी किनिसकेँ अनि स्कुटी किन्दा किन्दै भोलि मैसँग मेरै फ्लाइटमा जाने एकजना दाई पनि भेटाइसकेँ उहाँलाई चाहिँ मैले दाई मेरो पनि अलिकति सामान त लगिदिनु पनि भनिसकेको छु कस्तो ढुङ्गा खोज्दा देउदै पाए जस्तो भयो मलाई चाहिँ होइन साथीहरू अनि त्यहाँ गएको भरे एउटै क्या फ्लाइट कतार नै जाने एउटै फ्लाइट एउटै उयो क्या सबै थोक कस्तो यार है यस्तै हो एक्लै हुँदा भगवान्ले पनि जुराइदिन्छ भने नि त्यही हो कुरो चाहिँ अब म मेरो ब्याङ्कमा काम छ साथीहरू अब म जान्छु ब्याङ्कमा न्यू रोड आएर पानीपुरी नखाने त कुरै भएन आज म एक्लै पानीपुरी खाएर जान्छु पानीपुरी खाऊँ न पानीपुरी कति कति पर्छ दिनु एउटा एक्लै पानीपुरी खाने हो अब ल साथी हेर्न सक्नुहुन्छ पानीपुरी चाहिँ यहाँ छ नि म खान्छु अब एक्लै घुम 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 त्योभन्दा धेरै त खाइसक्दिनँ होला
कतिवटा हो एक प्लेटमा? साथीहरू मैले चाहिँ पानीपुरी पनि खाइसकेँ। बाई बाई। अब म जान्छु डाइरेक्ट ब्याङ्क। ल साथीहरू म चाहिँ फेरि पनि हिँडिसकेँ नेक्स्ट डेस्टिनेसनतर्फ। यहाँ देख्नुहुन्छ सुकुटी पनि लिएर हिँडिसकेको छु मैले। घाम पनि स्यालको जस्तो पानी पनि पर्न आँटेको छ, घाम पनि लागिरहेको छ साथीहरू। काठमाडौँमा चाहिँ टक्क म चाहिँ यहाँ यसरी जाँदैछु हिँड्दैबाट। अब चाहिँ म जान्छु ब्याङ्कबाट जान्छु कहाँ भन्छ लुगा कलेक्ट गर्न चाबे। ल साथीहरू म चाहिँ अहिले सामानहरू किनिसकेर हिँडिसकेँ। कुमारी ब्याङ्कमा गएँ अनि त्यस पछाडि त्यो रेमिटेन्स खाताहरू हुँदो रहेछ त्यो खोलेँ अनि डिपार्टमेन्ट गएँ। डिपार्टमेन्टमा कुकिजहरू किनेँ अनि न्यु रोडमा स्कुटीहरू किनेँ। अनि त्यस पछाडि दिदीले फोन गर्नुभयो अनि म दिदीलाई खाजा ल्याइदिनु अरे अनि त्यही भएर चाहिँ खाजा लिएर जाँदैछु अहिले। अब चाबेल जान्छु। चाबेलमा मेरो यति धेरै लुगाहरू राखिरहेको छ किनेर। चाबेलमा लुगाहरू उठाएर म डाइरेक्ट दिदीकोमा जान्छु है साथीहरू। ओके म हुनु लाने अब यत्रो धेरै सामान म कहाँ अटाएर लानु भन्छु। कति केजी होला यो लगभग? 8 किलो छ है। ल थ्याङ्क यू सो मच भाइ। मोमो कसै अर्को झोल होइन है। ल साथीहरू फाइनली म चाहिँ यहाँ दिदीको पसलमा आइसकिसकेको छु। पानीले भिज्दै भिज्दै बिजोक परेर मेरो त्यति सामानै 8 केजी छ अरे। अब मेरो लगेजको हालत के हुन्छ होला। 8 केजी छ अरे। त अहिले मैले किनेर ल्याएको सबै सामान 8 केजी छ अरे। अनि मैले कुकिजहरू किनेँ सबै थोक भइसक्यो। अब चाहिँ यहाँ छिन एलिसा मिसेस एलिसा यता तलले म चाहिँ सबै भिजिसकेको छु। यहाँनिरबाट तलदेखि माथि यस्तै भइरहेछ मेरो सोलो सपिङहरू यस्तै छ गाइज। एक्लो हिँड्न मान्छेलाई गाह्रो रहेछ गाह्रो। ल गाइज साथीहरू यस्तै छ। भोलि भेटौँला है त अब।